गुड मर्निङ साथीहरू, नमस्ते। आरामै हुनुहुन्छ? आज चाहिँ हामी नानीको पास्नीको लागि सपिङ जाँदैछौँ सेम्स क्लबतिर छौँ है साथीहरू। हामी चाहिँ 5जना छौँ आएको सेम्स क्लबमा सपिङ गर्न। सो हजुरहरू हेर्दै गर्नुहोला, किप वाचिङ। छोरी चाहिँ भर्खरै सुतेर उठेको नि त, अनि छोरी चाहिँ झगडा नगरी बसिरहेको छ। छोराको चाहिँ यो बोतल छोड्दैन, उसको एकदमै फेभरेट बोतल हो। अनि खाएको गर्छ, उसलाई चाहिँ एकदमै मनपर्छ यो बोतल। हामी चाहिँ अनि के सपिङ गर्ने भन्ने सल्लाह गर्दै चामल तेल लिन जाँदैछौँ साथीहरू। किप वाचिङ। मलाई पनि यस्तो फुल्दिने आउनु नि यार जिन्दगीमा। What are you saying? What are you saying? What is this? कति राम्रो फुल। From this side, यता छ त्यो तेल त सर्टेज पो छ कि क्या? ए छ वहाँ। अब हामी चाहिँ सबै सामान लिएर चेकआउट गर्नतिर जाँदैछौँ। यति धेरै सामान लियौँ नि साथीहरू, हामीले 2टा कार्ड भर्यो। सो धेरै भयो सामान लिन नआएको नि, आएको बेलामा एकैचोटि लगौँ भनेर सबै थोक बच्चाको अनि घरमा चाहिने सबै लिएर गयौँ। एकदमै रमाइलो भयो। 2 घन्टा त हामी यहीँ सपिङ गऱ्यौँ होला। सो अब हामी चाहिँ घरतर्फ लाग्दैछौँ। सबै सामान चेकआउट गरेर हामी चाहिँ घरतर्फ लाग्यौँ। घर गएर माला उन्नेर नानीको लागि सबै रेडी गरेर अब भोलिको भिडियो नि एकैचोटि यसमै आउँछ है त साथीहरू। मलाई चाहिँ माला बनाउनलाई मेरो छोराले नि हेल्प गरिदिन्छु भनेर हेल्प गर्दैछ। सो मैले चाहिँ योपालि सबै आफैले बनाएको हो।
और अभी तो रुको। Next day. मुनिगणवन्दितमोक्षप्रदायिनि मञ्जुळवासिनि वेदनुते पङ्कजवासिनि देवसुपूजित शुभनयना करुणामय गौरी हरश्री वरदविनायक शुभनयना करुणामय गौरी हरश्री वरदविनायक ओंकार गणपति ओंकार गणपति अधिपति सुखपति चंद्रपति गंधपति लीन निरंतर सुर निराग तिमलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आज तिमलाई अन्न खुवाउने यो हो शुभ दिन आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आज तिमलाई अन्न खुवाउने यो हो शुभ दिन भगवानको रूप तिमी प्रकृतिको वरदान गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान तिमी हाम्रो
बेलुकाखेरि उसको अजा अजी बुढो अजा अजी आउनुभयो, टिकाहरू लगायौँ, भिडियो त बनाउनु पाएन। जति सके यति बनाए साथीहरू। बिग्रेको छ भने यस्तो भयो भनेर भनिदिनु होला कमेन्टमा, म सपार्ने कोसिस गर्छु। सो साथीहरू जति सके त्यति नै बनाएँ है त, माइन्ड नगरिदिनु होला। धेरै माया गरिदिनु होला मेरो भिडियोलाई, लाइक सेयर कमेन्ट पनि गरिदिनु होला। आशा गर्दछु मेरो भिडियोलाई पुरा अन्तिमसम्म हेरिदिनुहुन्छ।